हेलो गाइस, नमस्ते। टसिदेले पेफुल्ला सबैलाई आरामै सन्चै हुनुहुन्छ होला भन्ने मलाई आशा छ। मलाई नि आरामै छ। धेरै दिनपछि ब्लग स्टार्ट गर्दैछु। फाइनली गाउँमा मेरो मम्मीजी के हामी चाहिँ आज कोदोको बिउ के गर्न रे? कोदोको बिउ गोड्न जाँदैछौँ। ऊ त बज्यो हेर्नु, बज्यो त ऊ त तलमाथि गर्दै हुनुहुन्छ त्यहाँ। मेरो अर्को बजी आउँदै हुनुहुन्छ। आउनुहोस् आउनुहोस्। हाई गरिदिनु न। हामी भ्लग बनाएको नि आज बज्यू आमा नातिनी मिलेर कोदो गोड्न जाने। बिउ कोदोको बिउ मेरो हातमा यस्तो सामान खतरा ओरिजिनल बुट लगाएको छु फेरि है। लड्यो भने थाहा छैन। मकै गाडी हो नि त, खतरा रहेछ त। ओइ लेकतिरको भेडा चराउने शेर्पिनेहरू रे होइन नि हौ। कत्रो ठुलो मकैहरू त मुझे मकै बारी दर्याम मकै बारी दर्याम खाने हो। कोर्याम म त यो मकै बारीभित्रै हराउँछु होला हौ। मान्छे नि यत्रो छ डल्ले पुड्की। ल हेर्नुहोस् मकैको गाडीको लु। मम्मीहरू हेर्नु हराउँदैन त, म हराउँछ नि। हाम्रो मन्दिर कोर्याम फाइनल आइपुग्यो। यही रहेछ भाइ, कसरी गर्ने हो? यो चाहिँ मल नहालेको यस्तो भएको रे, यो चाहिँ मल हालेर यस्तो भएको रे। हाम्रो हजुरआमा भन्ने हुनुहुन्छ। सर्लक्क पारेर झार फाल्नु पर्ने उसरी। यस्तो फाल्ने रे, के यस्तो फाल्ने रे, यसरी फाल्ने रे। झार फाल्ने आउनु पर्यो नि। लसुन प्याजमा झार फाल्ने रे। यहाँसम्म आइपुग्यो। मेरो हालत धेरै वर्षपछि गोडेर ल हातै चटक्क भयो। मेरो बे हुँदैन लगन नजुरी, यो गीत त जता पनि फेमस मलाई छैन बिहेको हतारा, माइती घरमै बस्ने हसतारा, धादिङ गजरे मेरो बे हुँदैन लगन नजुरी। अब यति गोडेर घर जाने हो, खाना खाने हो, बस्ने हो। अनि दिउँसोको काम यहाँ छ। अब घरतिर लाग्यो। यति सक्यो। अब खाना बनाउने, खाना खाने अनि रेस्ट गर्ने। आजलाई यति नै छोटो मिठो ब्लग। बाई बाई गाइज। लाइक गरिदिनु, सब्सक्राइब गरिदिनुहोस्। हेर्न हात बाई।